हेलो। मलाई चाहिँ एकदमै भिडियो बनाउन लाज लाग्छ। र पनि मलाई आज हिम्मत गरेर मेरो लाजलाई म साइडमा राखेर भिडियो बनाउँदैछु। आज चाहिँ हाम्रो दुईजना ठुलोबाहरूकोमा श्राद्ध थियो, त्यही भएर जान लागेको हेल्प गर्न जाँदै थियौँ। बाउ पनि जाने भनेर भने हामी हिँड्दैछौँ पनि। अनि यता चाहिँ हाम्रो दिदीले बाबुलाई जिस्काउँदै हुन्छ, हेलो गाइज भन्दै हात हल्लाउँदै ठुलोबाकोमा पुग्यौँ यतिखेर चाहिँ। तर ठुलोबा ठुलोबाले मलाई मायाले गाली गर्दै हुनुहुन्थ्यो। त्यो आउने बेला यही हो, हेर हामीले यहाँ यत्रो काम गरिसक्यौँ भन्दै हुन्थ्यो। म पनि हतार हतार काम देखाउन आलु छिल्न बसिहालेँ ठुलोबाको साइडमा। ठुलोबाले के बनाइरह्यो टिकटक हो भन्दै हुन्थ्यो। होइन होइन मिनी भ्लग बनाउँदैछु भनेर ठुलोबाले पनि देखाउँदै थिएँ म। अनि मेरो बाबु नि कति खुसी हुँदै आलु छिल्दै थियो, हेर्नु न त कति खुसी भइरहेको छ टेबलमा बसेर। अनि गाउँमा चाहिँ एक दुईजना आउनुहुन्छ। अब एकजनाकोमा पर्दा धेरै नै आएर हेल्प गर्नुहुन्छ नि त। अनि अब म चाहिँ यहाँ चिया पकाउनु लाग्छु रोटी मिलाएर। अनि चिया खाएपछि टक्क फेरि काम सुरु हुन्छ। आन्टी भाउजू सबैजना हुनुहुन्थ्यो। अनि अर्को ठुलोमा चाहिँ ब्ल्याक टी खानुहुन्छ भनेर फेरि म रेडी भएँ। यो बिचमा चाहिँ छुटेछ। अनि म अर्को ठुलोबाको घरतिर लागिहालेछु। बिचको क्लिप चाहिँ छुटेछ, खिचिनछु भनौँ न, किनकि सिक्दैछु म। अनि उता ठुलोमम्मीहरूकोमा चाहिँ सबै काम सकिसक्नु भएछ क्या। उता ठुलोबा पनि श्राद्ध गर्न बस्दै हुनुहुँदो रहेछ। अरू सबै सकिएछ। उतापट्टि साइडमा चाहिँ खिर बन्दैछ, ठुलोमम्मी आन्टीहरू बनाउँदै हुनुहुँदो रहेछ। यहाँ चाहिँ कति राम्रो बोट बिरुवाहरू छ कि अब दाइलाई मनपर्ने। तर दाइको मिहिनेत चाहिँ त्यति देख्दिनँ, किनकि सबै भाउजूहरूले गर्दा हो। भाउजू चाहिँ उहाँ हुनुहुन्छ, अर्को भाउजू चाहिँ बिजी हुनुहुन्छ कता कता। उता श्राद्ध भइरहेको रहेछ। अनि उता हामी फुलहरू खिच्यौँ। अनि फुलहरूमा भिडियो बनाउँदै हुनुहुन्थ्यो। फुलहरू खिचिदिएँ, बनाइदिएँ भिडियोहरू। आजलाई यति नै। मैले कि धेरै भिडियो लिनै पाइनँ, लाज लाग्यो मलाई। मेरो फर्स्ट टाइम बनाएको भएर। आन्टीहरू चाहिँ खुसी हुँदै हुन्थ्यो।